नमस्कार सबैजनालाई, मेरो नाम अशोक। हिजो चाहिँ म झापाबाट काठमाडौँ मेरो नयाँ पार्वती फिल्मको टिजर रिलिज थियो र म चाहिँ आउँदै थिएँ। त्यत्रो समयमा चाहिँ मेरो भिडियो भाइरल भइसकेको थियो। म गलत छैन, म सही छु, यो मलाई थाहा छ। किनभने यो 1 महिना अगाडिको कुरा जुन चाहिँ अनलाइन थ्रुबाट एकअर्कामा चलिरहेको थियो यो, हैन? अनि एकजनाबाट एकजना गर्दै यो भिडियो बाहिर आयो। अनि त्यति बेला कतिजनाले प्रश्न गरिरहनु भएको छ, अशोकलाई यत्रो हान्दाखेरि किन नबोलेको होला भनेर। अनि कतिको माइन्डमा अशोकले चोरेकै हो भन्ने पनि आइरह होला। मैले चोरेको पनि छैन। अनि अर्को कुरा, त्यो भिडियो त तपाईहरुले आधी मात्र देख्नु भएको छ, त्यहाँ त आधी मात्र खिचेको देख्नु भएको छ। तर फुल कुरा के भएको छ, फुल सिन के भयो त तपाईहरुलाई थाहा छैन। त्यति बेला चाहिँ अगाडि नै उनीहरूले भिडियो खिच्नुभन्दा अगाडि नै मलाई रोक्दिम भनेर चक्कुको जस्तै धम्की दिन खोजेको थियो। उनीहरूको हातमा हेलमेट थियो। उनीहरूले जेले पनि उनीहरूको ह्याबिटै त्यस्तै थियो अरे। हामीले बुझ्दाखेरि उनीहरूले त्यहाँबाट जेले पनि प्रहार गर्न सक्थ्यो मलाई। उनीहरूको चक्कु बुझ्नु न तपाईहरु, आफै रोक्दिम भनेपछि त्यसको मिनिङ के हो? उनीहरूसँग चक्कु पनि थियो हुन सक्थ्यो त्यहाँ। अनि हेलमेटले हान्थ्यो होला। त्यति बेला म के बोल्न सकिनँ, हैन? किनभने एक्कासी त्यो आफ्नै धुनमा भइरहेको मान्छेलाई आएर पिटेपछि त मान्छे कन्फ्युज हुन्छ नि त। यतिर त म त बचेको छु, हैन? म भन्दा कति सिनियर हो। अनि त्यति सिनियरहरूले अब एक्कासी आएर पिट्दाखेरि के हो कुरो, हैन? बुझेको थिइनँ मैले पनि, हैन? कहानी अर्कै छ, मलाई फसाउन गइरहेका छन् मिलेर, हैन? कहानी अर्कै छ। खासमा पैसा हामीले चोरेको होइन। पैसा चोर्ने पनि उधारो नै हो, हान्ने पनि उधारो नै हो, भिडियो बनाउने पनि उधारो नै हो। जसको पैसा चोरो नि, त्यहाँ जुन मलाई चोर लागेको छ, पैसाको चोर, त्यो पैसा खासमा हाम्रो गाउँकै छिमेकको दाइको पैसा चोरेको थियो त्यो दुईटा कुट्नेहरूले। अनि अझै उल्टै पैसा माग्न जाँदाखेरि हेलमेटले यस्तोमा टाउको फुटाएर त्यो दाइ घरमै बसिरहेको थियो। पछि मलाई पिटेपछि मैले सोध्न गएँ त्यो दाइलाई, दाइ कुरा के हो? खासमा मलाई यसरी पिटिरहेछन् मेरो भिडियो बनाएर, के गर्न खोजेको यिनीहरूले भनेर मैले सोद्धाखेरि, दाइ म पैसा